दर्शकवृन्द, पक्की सडक आएको छ। सडकको बीचमा एउटा रुख उभिएको छ। पक्की सडक आएपछि स्थानीय खुसी हुनु भएको छ, तर यो रुख भने बीचमा उभिएको छ। धेरै दुर्घटनाहरू हुन सक्छ। अब यो मौवाको रुख भन्दा त त्यो मान्छेको जीवन ठुलो हो नि है। ठुलो, यो मौवाको रुख त ठुलो हैन। दर्शकवृन्द, दाङ जिल्लाको गढवा गाउँपालिका वार्ड नम्बर 1 पत्रिङ्गा भन्ने ठाउँमा आइपुगेका छौँ। सडक पिचसँगै यो रुख पनि निकै भाइरल भएको छ। यो रुख जताततै सामाजिक सञ्जाल र सञ्चारकर्मी मिडियाहरूको कभर भएको यो रुखको क्षेत्रमा आइपुगेका छौँ। यो रुख किन काटिएको छैन? यो रुख बिचमा छ, वरिपरिबाट पिच भएको छ, रुख बिचमा उभिएको छ र सेफ्टीको लागि भनेर यो वरिपरिबाट यो गिट्टी खट्याइएको छ। यो दुर्घटना हुनबाट जोगिउन् भनेर खट्याइएको भनेर स्थानीयले भन्नुभएको छ। विशेष गरी यो रुखसँगै यो सडकसँगै घर छेउमा रहेका एकजना बहिनीसँग हामी विशेष कुराकानी गर्नेछौँ। यति बेला हामी छौँ गढवा गाउँपालिका 1 पत्रिङ्गा भन्ने क्षेत्रमा छौँ। हामी कुराकानी गर्छौँ, एकजना स्थानीय घर नजिकका बहिनी हुनुहुन्छ। यो रुखको बारेमा हामी कुराकानी गर्छौँ। उहाँको घर नजिकै यो सडक आएको छ। बहिनी नमस्ते अनि स्वागत छ हजुरलाई। हजुरको नाम चाहिँ? मेरो नाम सुनिता यादव, घर चाहिँ यही माझमै छ। सुनिता यादव है। घर यो रुखबाट करिब तपाईँको यहाँ चाहिँ 20-25 मिटरको दूरीमा घर छ होइन? यो पक्की सडक आएको छ तपाईँको घरमा अगाडि, खुसी हुनुहुन्छ? एकदम खुसी छु। पक्की बाटो आएपछि के सुविधा हुँदो रहेछ नि? धेरै सुविधा हुँदो रहेछ। धुलो माटो खान नपर्ने रहेछ। पहिला धेरै धुलो माटो खाने गरिन्थ्यो। पहिले धुलो माटो आउँथ्यो, अहिले चाहिँ पक्की भएको छ। अनि तपाईँसँगै हामीसँगै यो रुख चाहिँ उभिएको छ। रुखमा सेफ्टी पनि लगाइएको छ, वरिपरि माटो राखिएको छ। यो रुखको फेदमा पनि पिच भएको छ कि यो चाहिँ काट्न नमिल्ने हो? यो काट्न नमिल्ने नि, अब नदिएरै नकाटेको होला नि त। यो के थाहा पाउनु भएको छ? तपाईँहरू यहाँ बाटो पिच गर्ने बेला के भन्नुहुन्थ्यो ठेकेदारहरूले? ठेकेदारहरूले त्यसो बोलेको छैन। केही भन्नुहुन्न? यो रुखको बारेमा के हल्ला थाहा पाउनु भएको छ? रुख काट्न दिँदैन भन्नुहुन्थ्यो। रुख काट्न दिँदैन भन्नुहुन्थ्यो? कसले भनेको त्यो चाहिँ? त्यहाँ यहाँका बनाउनेहरू, बाटोमा काम गर्नेहरूले रुख काट्न दिँदैन भन्नुभएको छ। अनि यो बिचमा यसरी चाहिँ सडकमा रुख उभिएको छ, तपाईँहरूको घर छेउमा छ। अब भोलिको दिनमा ठुलो दुर्घटना पनि हुनसक्छ नि है। के भन्न चाहनुहुन्छ यो बारेमा? यो बारेमा अब यो काटिदिए हुन्थ्यो। अब यताबाट गाडी आउँदा ठोकिन सक्छ अनि धेरै दुर्घटनाहरू हुन सक्छ। अब यो मौवाको रुख भन्दा त त्यो मान्छेको जीवन ठुलो हो नि है। ठुलो, यो मौवाको रुख त ठुलो हैन। यो मौवाको रुख चाहिँ काट्न नमिल्ने भनेका छन्। यहाँ भोलि ठुलो दुर्घटना हुन सक्छ हैन? के भन्नुहुन्छ अब यति बेला तपाईँलाई हेर्दै हुनुहुन्छ, थुप्रैले धेरैले हेरिराख्नु भएको छ, के सन्देश दिन चाहनुहुन्छ? अब यो छिटोभन्दा छिटो काटिदिए हुन्थ्यो। अब के सल्लाह अथवा चाहिँ तपाईँको विचार के छ? यो रुख सम्बन्धी के भन्न चाहनुहुन्छ? रुख सम्बन्धी अब यसलाई काटिदिए हुन्थ्यो। अब त्यो नकाट्दाखेरि धेरै दुर्घटनाहरू हुन सक्छ। यतातिर हाम्रै घरको छेउमा छ यो रुख। अनि त्यही भन्न चाहनुहुन्छ होइन? दर्शकवृन्द, यति बेला हामी गढवा गाउँपालिका वार्ड नम्बर 1 पत्रिङ्गा भन्ने ठाउँमा छौँ होइन? बहिनीको आवाज आउँदैछ कि यो रुख काटिदिनुपर्छ, यो रुखले भोलि जोखिम हुनसक्छ, कसैको ज्यान जान सक्छ। यो रुख भन्दा ठुलो त मानिसको ज्यान छ, दुर्घटना आउन सक्छ भनेर सुझाव पनि दिनुभएको छ। यति बेला यो ठाउँबाट सरकारवाला व्यक्तित्वले हेर्दै हुनुहुन्छ भने, विशेष गरी सडक र वन विभागले हेर्दै हुनुहुन्छ भने यो रुखलाई छिटोभन्दा छिटो काटेर बाटो बनाइदिनुको लागि पनि अनुरोध गर्दछौँ। हुन त यो ठेकेदार अथवा बाटो सडक विभाग, वन विभागले पनि आफ्नो प्रोसेस र आफ्नो प्रक्रिया त सुरु गरिराख्नु भएको होला, तर पनि अहिले सामाजिक सञ्जाल र मिडियामा कभर भएको यो रुखले जताततै स्थान पाएको छ। छिटोभन्दा छिटो यो गाउँ स्थानीयको माग पुरा होस् भन्छौँ है बहिनी? त्यही त हो नि है। हवस्, नमस्ते है। हस्। दर्शकवृन्द, यति बेला हामी हुलाकी राजमार्गमा छौँ। यो हुलाकी राजमार्गको भर्खरै मात्र पिच भएको बाटोमा यो मौवाको रुख छ। यो मानिसको जीवनभन्दा मौवाको रुख ठुलो भएको छ। सडक भर्खरै मात्रै पिच भएको छ, चिल्लो पिच भएको छ। यो सेफ्टी लगाइएको छ। यो वरिपरिबाट खोलाको छरी लिएर राखिएको छ। यो कसै गाडी बाइक आएर नठोकिन् भनेर राखिएको। दर्शकवृन्द, यो हुलाकी राजमार्ग दाङ जिल्लाको गढवा गाउँपालिका वार्ड नम्बर 1 पत्रिङ्गी भन्ने ठाउँमा छ। स्थानीयहरूले यो रुख छिटोभन्दा छिटो कटान गरी बाटो फराकिलो गरे हुन्थ्यो भन्ने सुझाव दिइरहेका छन्। हुन त यो सडक विभागको आफ्नै प्रक्रिया होला, वन विभागको आफ्नै प्रक्रिया होला, तर पनि यो मौवाको रुख कहिलेसम्म यो सडकको बिचमा उभिरहने हो र कहिलेसम्म यो छरी माटो हालेर सेफ्टी राखिरहने हो? दर्शकवृन्द, यति बेला देश विदेशबाट हेर्दै हुनुहुन्छ, यो सडक निर्माणसँगै यो रुखहरू कटान किन भएको छैन, प्रक्रिया के छ, यो बारेमा तपाईँले आफ्नो
प्रतिक्रिया पनि राख्न सक्नुहुनेछ। सरकार व्यक्तित्वहरूले पनि पक्कै पनि यो वन विभागसँग सहकार्य गरेर सडकले सहकार्य गरेर रुख कटानको लागि पनि प्रक्रिया अगाडि बढाइराख्नु भएको होला। तर अहिलेको र आजको दिनसम्म यो रुख बिचमा उभिएको छ। देख्छ, यो मौवाको रुख हो। यो मौवाको रुख बिचैमा उभिएको छ। यताबाट उताबाट गाडी आयो भने ठोक्केर ठुलो दुर्घटना हुनसक्छ, मानवीय क्षति हुन सक्ने सम्भावना बढी प्रबल रहेको छ। दर्शकवृन्द, यति बेला हामी दाङ जिल्लाको गढवा गाउँपालिका वार्ड नम्बर 1 पत्रिङ्गी भन्ने ठाउँमा रहेका छौँ। यो कुराकानी अथवा यो रिपोर्टिङ तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट पनि गर्न सक्नुहुनेछ।